हेलो गाइज, के छ तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो नयाँ ब्लगमा। सबैलाई वेलकम छ। अनि म चाहिँ बिहानै उठेर मुखसुख धुएँ, फ्रेस भएर बसिरहेको थिएँ कि होइन। बिहान भर्खरै उठेँ अनि बिहान चाहिँ दाइ गइसक्नु भएछ। बिहान उठ्ने बित्तिकै दाइ चाहिँ हेटौँडा गइसक्नु भएछ कि बिहानै। चट्ट लाएर उठेर म चाहिँ मम्मी चाहिँ यतापट्टि के गर्दै हुनुहुन्छ कामहरू। आमा के गर्नु लाग्नु बा? मम्मी चाहिँ पकाउँदै हुनुहुन्छ। के सन्चै हुनुहुन्छ? दाइ कतिखेर गएको? साढे 6 बजे? दाइ चाहिँ बिहानै 6:30 बजीतिर गइसकेको छ होइन। म चाहिँ अब उठेपछि अब खानासाना खाएर म पनि काममा जानुपर्ने हुन्छ। ल गाइज, म चाहिँ अहिले फाइनली पसल आइसकेको छु। भर्खरै आएपछि चाहिँ पसलमा चाहिँ माथि भिडै रहेछ होइन। यसरी हाम्रो फेरि के छ भने उता बाटोबाट आउने बेलामा यस्तो माथि रेलिङमा हेर्नुपर्छ, कस्टमर देखिहाल्छ। किनभने मैले थाहा भइहाल्यो आज मैले माथि भिड्छ भनेर। अनि माथि भिडै छ। आएपछि दुईजना बसिरहेको छन् टुप्लुक्क। मलाई कतिखेर आउँछ भनेर। दिपु, मलाई तिमी हेरेर बस्यो भने बाटोमा कतिखेर आउँछ भनेर बोले हेर नि फेरि। त्यहाँबाट हाम्रो दिपुको चाहिँ के छ दिपु, तिम्रो हाल? तिमी त धेरै भइसक्यो मेरो खेममा नआएको। तिमी त जिमबाट मेरो भ्लगमै आएको छैनौ। त्यसपछि त तिमी पनि उता म पनि यताउता। तिमीले बिर्सेको हो र मलाई कि म जस्तो अर्को भाइ भेट्यो? तिमीले मलाई त बिर्स्यौ त। ठिकै छ। म चाहिँ माथि जान्छु, माथि कस्टमर छन् रे, माथि गएर मनपर्ने हुन्छ। ल गाइज, अहिले चाहिँ म तल कस्टमरको लागि खाजा लिन आइसकेको छु होइन। कस्टमर चाहिँ हामीहरू हेर्दै हुन्छ। माथि पनि पुरै भिडै छ। यहाँ चाहिँ हाम्रो भान्जाले पुरै सेल गर्दैछ। कति देख्छ क्या? अनि भान्जाले चाहिँ पुरै सेल गर्दैछ तल चाहिँ, हेर्न सक्नुहुन्छ। माथि चाहिँ आज भिडै छ पुरै। म चाहिँ अनि खाजालाई उता बिचरा कता हेटौँडाको हो कि चितवनको कस्टमर आउनु भएको रहेछ कि बिहानै। चितवनको हो पारे बिहानै आउनु भएको रहेछ। अनि खाना पनि नखाइकन आउनु भएको रहेछ। अब भोक लाग्यो भन्नु थालेँ। मैले चटपट ल्याउन लाछु। धर्म कर्म इन्ट्रेस्टेड अझ लिएर आएर उनीहरूलाई दिनुपर्ने हुन्छ। फेरि आउँदाखेरि मान्छेहरू चाहिँ पुरै आउने करम जाने करम भइरहेछ। तल चाहिँ दिपु चाहिँ पुरै मस्त बसिरहेको छ। सबजना मर्दै पनि म पट्याइरहेको छु। हाम्रो मर्दै चाहिँ पेलाइमा परिरहेको हेर्न सक्नुहुन्छ। पुरै मिलाएर ऊ चाहिँ फेरि एकदम सोझो मिलाउने चक्करमा मात्र हुन्छ जहिले। मेरो मर्दै र म चाहिँ चट्ट ल्याएर गर्नुपर्ने हुन्छ है त। के भएर जुवा हाई कर दो ल गाइस, अहिले चाहिँ हाम्रो चाहिँ पुरै रेस्ट गर्ने समय भइसकेको छ होइन। कस्टमर सबै गएर सबजना बसिरहेको छौँ। बसाउमा छ। अब म चाहिँ खाजा लिन जानुपर्ने हुन्छ। खाजा लिन गएर आज चाहिँ अप्रिल फुल छ। म भान्जालाई अप्रिल फुल बनाउन गइरहेको छु आज चाहिँ। हेरौँ उसको रियाक्सन के हुन्छ है त। चप्पल चाहिँ सबै तलै रहेछ। अनि अप्रिल फुल मलाई थाहा छैन कि एकजनाले पनि मलाई अप्रिल फुल गराइदियो कि अघि। अनि म चाहिँ फेरि स्टप भइहाल्यो। राधे के छ दोस्त? आज के यार मलाई आज भन्दै थियो त्यो साथीले। के भन्दै थियो? त्यहाँ हिजो कि कहिले तिम्रो झगडा परेको थियो। झगडा? म कलेजै गएको छैन। आज कलेज गएको छु त झगडा कसरी पर्छ यार? खाना खानु भएको छैन, केही भएको छैन। कलेज त म आज कति यो जाडो लास्ट टाइम जाडोमा गएको थिएँ माघतिर। अनि आज गएको कलेज। त्यो पनि आज केही पढाइ भएन कलेजमा। यो प्रोग्राम भयो। हाम्रो सर मेयर बन्नुहुन्छ, बस काम खतम। झगडा भएको झगडा छैन भएको। केही भएको छैन झगडा यहाँ। खुब डन बनेर यस्तो डन बनेर त घुमिहाल्छ हामी। हाम्रो स्वागै छुट्टै छ। बाइक लिएर जान्छ 2टा। सुनेको थिएँ मैले। झगडा त परेको छैन हाम्रो। के भान्जा के हो? अनि भान्जीले मलाई मेसेज गरेको थियो त आज। के हो भान्जा मामा? भान्जा त के हो खै, बोल्दा पनि बोल्दैन, यस्तो उस्तो कल पनि भएन। के हो भन त? केही भएको छैन। मलाई कसरी मेसेज आयो त? देखाइदियो मेसेज? के हो? वैशाख 8 गतिको बिहे छ, के गर्नु लाग्छ? भान्जी मलाई इमोजी पुरै रोको इमोजी पठाइरहेको छ।
अँ ए सुन न के हो झुटो नबोल्नु मामा झुटो नबोल्नु ल के त्यस्तो केही पनि होइन आज अप्रिल फुल बनाइदिएको अप्रिल फुल आज झुटो बोलिदिनु त्यो भन्नु नो डोन्ट सिरियस कैसा लगा मेरा मजाक त्यो फेरि सिरियसली भइहाल्छ कि फेरि हरेक कुरामा गर्छ नि मलाई क्या लाग्छ कि मलाई फेरि ल खाजासाजा लिएर आएर खाजासाजा खानुपर्ने हुन्छ म बनाउँछ अहिले ल फाइनली गाइस अहिले चाहिँ म खाजासाजा खाएर होइन खाजा लिन गएको थिएँ खाजासाजा खाएर अहिले चाहिँ म पुरै गोदाम फ्रेस गर्न लागिसकेको छु पुरै कति भइसकेको थियो कि नमिलाएको कति 2-3 महिना भइसकेको थियो अनि अहिले चाहिँ मैले चाहिँ पुरै गोदाम फ्रेस गर्न लागिसकेको छु पुरै चट्टा लाएर हेर्न सक्नुहुन्छ यताबाट स्टार्ट गरेर यो पुरै मिलाउनु पर्ने हुन्छ मैले यो पुरै मिलाएर यिनीहरू चाहिँ भ्याइसकेको छु त्यो पनि भ्याइसकेको छु अब यो ऱ्याक र यो ऱ्याक हटाएर यो चाहिँ पुरै माल छित्रेको हेर्नु न तपाईँ त्यही भ्यात्राङ भुत्राङ भइसकेको छ भने नि रोटिसकेको छु म पनि अब चाहिँ म मिलाएर सबै काम भ्याएर अनि म चाहिँ घर जानुपर्ने हुन्छ होला सायदै आज चाहिँ 9-10 बज्छ होला पुरै एक्लैले गर्दाले गरिसकेँ आधी भ्याइसक्यो आधी चाहिँ गर्न बाँकी छ गर्छु एक्लै लोटेको छु बाहिर पनि फ्रेसहरू हुँदैछ फेरि बाहिर चाहिँ अरूहरूले नि बाहिर गर्दैछन् म चाहिँ गोदाममा छिरेको थिएँ कि एकदम हेर्दै घिनलाग्दो जस्तो भइसकेको थियो गोदामहरू मिलाइनु त पऱ्यो अनि ठिकै छ मिलाउँदैछु म चाहिँ गाह्रो भइरहेको थियो टाउको दुखिरहेको मेन कुरा टाउको दुखेर दिमाग खराब भइसक्यो ल म चाहिँ मिलाउँछु अब फाइनली गाइस अहिले चाहिँ मैले पुरै नै भ्याइसकेको छु होइन आज ऱ्याकहरू पनि पुरै फ्रेस गरेर तलको चाहिँ अलिअलि दाइले हानिदिँदै हुनुहुन्छ अनि पुरै भ्याएर कति 8:30-9 बजिसकेको छ अनि विक्रम दाइ कस्तो फिल भइरहेको छ आज अप्रिल फुल हो कसलाई अप्रिल फुल बनाउनु भयो कसले कसरी अप्रिल फुल भयो अहिले चाहिँ हाम्रो अप्रिल फुल भइसकेको छ होइन अनि पुरै चट्टा लाएर अनुमति बिना गोदाम फेस्न गर्ने मान्छे आज त्यो के छ भन्दा हालखबर डरो सन्चै छौ र अहिले चाहिँ हाम्रो पुरै नै बन्द भइसकेको छ बाहिरतिर पनि बन्द पनि भइसकेको छ टक्क लाएर हेर्नु पुरै फ्रेस भइसकेको छ बाहिरतिर पनि मर्दै के छ हालखबर हार मर्दै न्याउ र भयो मर्दै पनि अप्रिल फुल भइसकेको छ के छैन हालखबर सबजना चाहिँ अब बन्द सन्द गरेर हामी चाहिँ जानुपर्ने हुन्छ आजको अप्रिल फुल पनि यस्तै भयो तपाईँहरूले को कोलाई अप्रिल फुल बनाउनु भयो कमेन्ट नगरेर भनिदिनु होइन त्यसो म्यान भन्नु के भयो तिमीलाई ल ल गाइस या ल आजको भिडियो पनि आज ल गाइस आजको भिडियो पनि यस्तै भयो होइन को कोलाई अप्रिल फुल बनाएर भन्नु होला आजको भिडियो मेरो त्यस्तै भयो गोदाम मिलाउने यताउता दिनभरि सबैलाई यस्तै भइहाल्यो अनि मेरो आजको भिडियो चाहिँ यस्तै हुन्छ मन परेमा लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला यति भन्दै आज म बिदा लिन चाहन्छु हस्त धन्यवाद जय नेपाल जय बालेन